जस्तै म नारायण दाहाल हामी अहिले रुकुम रोल्पा र बागलुङको सिमाना बाँधेर एउटा माथिको यो इन्द्रचोक तालको माथिको भूभागमा छौँ। यो अहिले समुद्र सतहदेखि 3600 मिटरको हाइटमा यो बुढी बाटोको रूपमा रहेको छ र मसँग अहिले हामी सल्यानबाट आएको टिमसँगै हामीसँग पोखरा घर गएको र यो नेपालका धेरै भूभागहरूमा अवलोकन गरिनुभएका प्राकृतिक सञ्चयलाई पनि त्यस्तै बारेमा केही कुरा राख्दैन। नमस्ते, मेरो नाम कविन प्राजुली, मेरो घर चाहिँ पोखरा अनि म चाहिँ यहाँ अहिले यो चौरी पुगीको लागि आएको थिएँ अनि 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 आउँदाखेरि चाहिँ यो ठाउँलाई पनि घुमाउँ भनेर रोल्पाको सिमाना आइरहेको छु, त्यही भएर आएको। अनि तपाईँसँग अगाडि परिचय हुँदै गर्दा तपाईँ यो प्रकृति प्रेमी नेपालका धेरै जिल्लाहरूमा घुमे एउटा उच्च शिक्षा अध्ययनको लागि नेपालमा अध्ययन गरिरहेको छु। धेरै मान्छेहरू आफ्नो भविष्य खोज्नको लागि विदेश घुम्न गइरहेको छन्, तर तपाईँले भन्नुभयो मलाई नेपालको प्रकृति मनपर्छ, यस्तो सुन्दर देश छोडेर किन विदेश जाने, यहीँ भविष्य खोज्न सकिन्छ, यहाँको प्रकृतिसँग रमाएर धेरै कुरा गर्न सकिन्छ भन्ने खालको एउटा आशय व्यक्त गर्नुभयो। म पनि यही देशमा एउटा भविष्य खोजेर बसेको युवा, तपाईँ पनि त्यो सोचका साथ आउनुभएको युवा होइन। यो नेपालको प्रकृति छ, यस्तो सुन्दर देश छ होइन, हिराको टुक्रा पनि भनिन्छ। एकदम प्रकृतिले दिएको गर्मी एकदम मध्यम खालको हावापानी, उच्च अहिले जहाँ हामी उभिरहेको छौँ चिसो हावा होइन, तराईबाट वर्षा घन्टामै चिसो हावा आउँछ, किन यो सिजन भनेको एकदम गर्मी सिजन, तर पनि हामी अहिले जाडोले कमाइरहेको छ। यो प्रकृतिलाई तपाईँले प्रयोग गरेर उमाउने नै यसप्रति माया जल जमिन जङ्गल प्रयोग गरेर एउटा देशको जिडिपी बढाउने एउटा लक्ष्य छ। सायद यो अहिले सम्पूर्ण होला, एउटा सुरुवात होला। तपाईँले कस्तो देख्नुहुन्छ एकदमै हाम्रो चाहिँ यो अहिले यो देश चाहिँ हाम्रो अब भूपरिवेष्टिक राष्ट्र हुनको कारणले हाम्रो देशले चाहिँ हाम्रो आर्थिक तब चाहिँ हाम्रो पर्यटक हिसाबले नै बढाउनु पर्छ भन्ने लाग्छ होइन। अनि अनि अहिले चाहिँ युवाहरू धेरै मान्छेहरू धेरै पेसान भइरहेको छ उहाँहरू होइन, नेपालमा केही गर्नै चाहनुहुन्न कि उहाँले ट्राई नगरिकन कि एकचोटि ट्राई नगरिकन विदेशी रहनु भएको छ। नेपाल कस्तो छ भने थाहा पनि छैन कि इभन उहाँले यो ठाउँहरू पनि देख्नु भएको छैन। अब उहाँहरूले एकचोटि घुम्नुभयो भने उहाँलाई थाहा हुन्छ कि कस्तो छ नेपाल। म पनि त्यस्तै हो, मलाई नि केही लाग्दैन, म पोखरामा बस्थेँ, एकचोटि म हिमालमा ट्रेकिङ गएको थिएँ, एक राम्रो लाग्यो। अनि हाम्रो चाहिँ यही पर्यटक चाहिँ हाम्रो पर्यटक बढाउँदै हामीले चाहिँ यो तहमा यसलाई अब यो जस्तै छ नि यो चौरी पुगीलाई नि अब अन्तर्राष्ट्रिय तहबाट नै प्रवर्धन हुन पर्यो कि। त्यो त पदम कस्तो लाग्यो एकदमै रमाइलो छ, यहाँ एक खालको स्वर्गको अनुभूति पनि हुन्छ। जुन ठाउँबाट यहाँको यस्तै खालको आनन्द हुन्छ, यहाँ आउनुमा यस्तै खालको मजा छ। सबको के छ यो ठाउँमा आइसकेपछि हामीलाई अब आनन्द दिइरहेको छ। यहाँको यो वातावरण अनि बर्खायामको जस्तो चाहिँ मौसम वैशाख जेठमा यो ठन्डामा चाहिँ निकै हिसाबले चाहिँ हाम्रो जिल्लाबाट नजिकै बाटो सिमानामा आरामले हिसाब 3 घन्टामै यहाँ फर्किन सक्ने वातावरण देश विकासका लागि पर्यटन पूर्वको मुख्य यात्रा सुरु भइरहेको छ। हामी यो वर्ष 2-3वटा विश्व गन्तव्यहरूमा हाम्रो विश्व गन्तव्य भएको छ र तेस्रोको रूपमा हामी भोलि चौरी जाँदैछौँ। हामी यो देखि 19 अति चाहिँ सेवा गरिरहेको छौँ भने जो आउन सक्नु भएको छ हामीले देखाउन
छौँ तपाईँले यसो टाइम भएको मौसमपट्टिको मौसम मौसमपट्टि पनि सिनहरू परिसकेको हुन्छ हामी पनि चौधरी जाने तर हामीसितै अब यो साक्षी बालिका पनि हाम्रो रचिरहेको छ र आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दै देशमा नेपालको एउटा आर्थिक एकदम